म छु अहिले जापानमा र आज हो शनिबार र शनिबारको दिन र मेरो काम हुन्छ र म बिहान 6 बजीसम्म आई थिङ्क निस्केँ रुमबाट र अहिले जापानमा यति धेरै जाडो हुन्छ कि मान्छेको चाक्ने सुकी जान्छ। तर यहाँको जुन दिदीहरू हुन्छन् तिनीहरूले जाडो भने के मतलबै हुँदैन, कट्टु लगाएर हिँड्छन् के बिहानै बिहानै, माथि ज्याकेट लगाउँछन् तल कट्टु लगाउँछन् तर अरू केही लगाउँदैन। अब खोइ किन हो क्या, हाम्रो त चाक सबै सुकिहाल्छ कि यति जाडो छ कि यहाँ। टेक्नोलोजी यार। तर यहाँको दिदीहरूलाई खोइ के भयो यार, कट्टु लगाएर हिँड्नुहुन्छ तलबाट हेर्दा खोइ के देखिन्छ अब थाहा भएन। तर अब के भन्नु, जाडो साडो केही लाग्दैन यहाँको दिदीहरूलाई। अब यहाँ होइन, यहाँ मात्रै होइन क्या, अब हाम्रो कन्ट्रीमा पनि त्यस्तै छन् दिदीहरूले, त्यहाँ भएको आइमाहरूले पनि जाडो लाग्दैन। जाडो लाग्नु भनेको केटाहरूलाई मात्रै हो हामीलाई। त्यही भएर अब यार खोइ थाहा भएर किन हो, मतलब जाडो नै लाग्दैन क्या यहाँ भएको दिदीहरूलाई।